यदि म मन्त्री भएको भए दुर्गा प्रसाईलाई सुट गर्न आदेश दिन्थे भनेर भन्दै हुनुहुन्छ हाम्रा माननीय नेपाली कांग्रेसकी सभासद नगिना यादवजी। हजुरलाई म एउटा प्रश्न गर्न चाहन्छु। त्यो त्यही दुर्गा प्रसाई हो जसले तराईका कतिपय घरमा मान्छे झुन्डेर मर्ने अवस्था आएको थियो, विदेश पलायन भइरहेका छन् अझै पनि। एउटा पर्दा पछाडि हैन कालो फिल्म चलिरहेको थियो, त्यो फिल्मको नाम हो मिटर ब्याज। त्यही मिटर ब्याजको पर्दाफास गर्ने हुन त कानुन बन्न सकेका छैन, तर केही हदसम्म न्यूनीकरण भयो। कति गरिब मान्छेहरूले न्याय पाए, निमुखा मान्छेहरूले। तपाईँ त्यतिखेर कहाँ हुनुहुन्थ्यो? हजुरलाई त तराईका मान्छेहरूले, मधेसका मान्छेहरूले जिताएर पठाएको होइन र? अनि तपाईँ अहिले गोली हान्ने आदेश दिन्छु, यस्तो गर्छु उस्तो गर्छु भन्नुहुन्छ। तपाईँले चाहिँ तराईका मान्छेहरूको लागि के गर्नुभयो? यो मेरो प्रश्न हो तपाईँलाई। र आफ्नो मान काम पदको मर्यादा हेरेर मात्र बोल्ने गर्नुहोस्। हुन त नेपाली कांग्रेसमा त्यस्तै मान्छे छन्। एउटा गगन थापा एमसीसी का मध्यार, एमसीसी आउँदाखेरि केही हुँदैन। एमसीसी भनेको त नेपाली सरकारको मातहत रहन्छ, नेपालीको अन्डरमा रहन्छ। हरे त्यो पत्र बाहिरिँदाखेरि के लेखेको थियो भन्दाखेरि नेपाल सरकारले टच गर्न पाउँदैन, नेपाल सरकारको कुनै पनि कानुन लाग्दैन भनेको थियो। अनि त्यो भन्दा पहिला के बोल्नुभएको थियो? मुडुला गराइयोस्, डाँडा कटाइयोस्। किर्तिपुरको डाँडामा ल्यापटप लिएर बस्यो भने दिनको 2-3 लाख कमाइ हुन्छ भन्छन्। अनि यस्तो पनि पत्याउने कुरा हो यो। यस्ता गजबका कुराहरू गर्नेछन् नेपाली कांग्रेसमा। हुन त मैले पार्टीको विरोध गरे होइन, तर सत्य यही हो। त्यो के हो त, गफाडी होइन? अनि अर्का सांसद, नेपाललाई गरिब राष्ट्र हो, नेपाललाई अब धनी बनाउनु पर्छ, टुरिज्म भित्राउनु पर्छ, यौन व्यवसायलाई चाहिँ प्रोत्साहन गरौँ भनेर भन्नुहुन्छ। वाह, कस्तो खालको मान्छेहरू हुनुहुन्छ तपाईँ नेपाली कांग्रेसमा। हुन त लगाम बेगरको घोडा हो नेपाली कांग्रेस। र नेपाली कांग्रेस पतन हुनेको कारण नै यही हो, विश्वबाट पतन हुँदैछ। खैर, यी सब कुराहरू यस्तै हो। र मानवजीवलाई म के भन्न चाहन्छु भने हदभन्दा हद नबोल्नुहोस्। जुन कुरा तपाईँलाई सुहाउँदैन पटक्कै, यदि तपाईँ आदेश दिनुहुन्छ भने गोली हान्न दिनुहोस्, आदेश हजुरको श्रीमानलाई दिनुहोस्। कति राउन्ड हानाउने, कति चाहिँ नि तोप हानाउने, तोपै हनाउनुहोस् बरु, तर आफ्नो श्रीमानलाई आदेश दिनुहोस्।